तपाई भ्रष्टाचार बन्द गर्नुहोस्, हामी तपाई विरुद्ध बोल्न बन्द गर्छौं। हामीले नियमित भ्रष्टाचारको विरोध गरेको केही मान्छेलाई फिटिकै मन परेको छैन। ठीक छ, एउटा शर्तमा हामी तपाईको भ्रष्टाचारको विरुद्ध बोल्दैनौं। सार्वजनिक रूपमा भन्छौं हामी तपाईको विरुद्ध बोल्दैनौं। पहिले तपाई भ्रष्टाचार बन्द गर्नुहोस्। तपाईले भ्रष्टाचार बन्द गरेको दिनदेखि हामी तपाईको विरोध गर्दैनौं, तपाईलाई भ्रष्टाचारी पनि भन्दैनौं। यो शर्त पूरा गर्नुहोस्। एउटा गजबको कुरा के छ भने उहाँहरू कोही लामो सल्लाह दिनुहुन्छ किनकि सल्लाह दिन ट्याक्स दिनु पर्दैन, कोही डर देखाउने प्रयास गर्नुहुन्छ किनकि उहाँहरू त्यही डर प्रयोग गरेर राज गर्दै आउनु भएको थियो, कोही फोन गरेर आफू शक्तिशाली भएको व्याख्या गर्नुहुन्छ, इमोसनल कुरा गर्नुहुन्छ। उहाँहरूलाई खास भ्रष्टाचार र खास भ्रष्टाचारी विरुद्ध बोलेको मन पर्दैन। तर चिन्ता नगर्नुहोस्, हामी तपाईको मुद्दा र तपाईको मान्छेको विरुद्ध बोल्दैनौं। हाम्रो त्यही शर्त मान्नुहोस्, तपाई भ्रष्टाचार नगर्नुहोस्, हामी तपाईको विरुद्ध बोल्दैनौं, कुरा खत्तम। अर्को कुरा, हामीलाई तपाई विरुद्ध बोल्नु छैन, तर हामी सिङ्गो देश र 3 करोड नेपालीको पक्षमा बोल्छौं, उनीहरूको पीडा बोल्छौं, सामाजिक न्यायका विषयमा बोल्छौं, हामीलाई उचित लागेको सामग्री प्रयोग गर्छौं किनकि यो भ्रष्टाचार नामको भाइरसले कतिको जीवन खाएको छ, कतिको भविष्य खाएको छ। के हामीले एउटा यस्तो राज्यको कल्पना गरेका थियौं जहाँ न्यायको तराजु सत्ता र शक्तिको भारले झुक्ने गर्छ, वा हामीले यस्तो समाजको सपना देखेका थियौं जहाँ इमानदारको पसिनाको मूल्य दलालको अट्टहासमा विलीन हुन्छ? के तपाईको मौनता भ्रष्टाचारको हतियार होइन र? के तपाईको विरोधले हाम्रो निष्ठाको कसीमा आँच पुर्याउन सक्छ भन्ने भ्रम पाल्नु भएको छ? समाजको पीडमा रहेका मानिसहरूको आर्तनाद सुन्न नसक्ने तपाईका कानहरू कतिन्जेल स्वार्थको पर्खालभित्र थुनिएर बस्छन् र देशको ढुकुटी रित्तिदा आफ्नै भविष्य रितिएको महसुस नगर्ने तपाईको चेतनामा कुन स्तरको जडमा फलेको छ? यी प्रश्नहरू केवल शब्दका जाल होइनन्, बरु ती आम नागरिकका हृदयबाट निस्केका आगोका झिल्काहरू हुन् जसले ढिलो चाँडो यो भ्रष्ट व्यवस्थाको भग्नावशेषलाई जलाएर खरानी बनाउने निश्चित छ। हाम्रो समाज आज एउटा यस्तो गम्भीर मोडमा उभिएको छ जहाँ भ्रष्टाचार केवल एउटा सामाजिक विकृति मात्र रहेन, बरु यो एउटा भयानक प्रणालीगत महारोग बनेर हाम्रो रगतको नसामा प्रभावित भइरहेको छ। जहाँ हामीले यो व्यथिति र लुटतन्त्रका विरुद्ध आवाज उठायौं तब धेरै भन्दा धेरै सचेत नागरिकहरूले यसलाई एउटा आशाको किरणका रूपमा स्वीकार्दै हाम्रो काँधमा काँध मिलाउन आइपुग्नु भयो। तर विडम्बनाको कुरा के छ कि समाजको एउटा सानो हिस्सा जसले सायद यही धमिलो पानीमा माछा मार्ने अभ्यस्तता विकास गरेको छ, उसलाई हाम्रो यो अभियान फिटिकै मन परेको छैन। उनीहरूका लागि भ्रष्टाचार एउटा जीवन पद्धति बनेको छ र पारदर्शिता एउटा अभिशाप। तर हामी प्रश्न छौं कि सत्यको बाटोमा हिँड्नेहरूले कहिल्यै पनि संख्याको तुलनामा आफ्नो निष्ठालाई जोग्दैन। तपाईले असहयोग गर्दैमा वा हाम्रो कुचेष्टा गर्दैमा यो अभियानको गति रोकिने छैन, किनकि यो कुनै व्यक्तिगत लडाई होइन, बरु यो त युगको माग र इतिहासको आवश्यकता हो। भ्रष्टाचार विरुद्धको यो लडाई केवल केही व्यक्तिहरूलाई पदच्युत गर्ने वा केहीलाई कारागारको कठघरेमा पुर्याउने सीमित लक्ष्यमा केन्द्रित छैन। हाम्रो अभिष्ट त त्यो जरोलाई नै उखालेर फाल्नु हो जसले यो विष वृक्षलाई मलजल गरिरहेको छ। राज्यका संरचनाहरू जब बिचौलियाहरूको कब्जामा पुग्छन् तब सामान्य नागरिकले पाउने सेवा र सुविधा केवल एउटा सपना मात्र बन्न पुग्छ। हामीले देखेका छौं कि कसरी नीतिगत भ्रष्टाचारका नाममा राष्ट्रिय ढुकुटीमाथि लुट मचाइएको छ र कसरी कानूनका छिद्रहरू प्रयोग गरेर अपराधीहरूलाई सुरक्षा प्रदान गरिएको छ। यस्तो अवस्थामा मौन बस्नु भनेको आफैमा एउटा अपराध हो। हामीले रोजेको बाटो असहज छ, कतिपय अवस्थामा यो जोखिमपूर्ण पनि छ, तर यो बाटो नै राष्ट्र निर्माणको एकमात्र मार्ग हो। विरोध गर्नेहरूको स्वर जतिसुकै ठूलो भए पनि त्यसले सत्यको मधुर र शक्तिशाली आवाजलाई दबाउन सक्दैन। इतिहास साँची छ कि कुनै पनि महान परिवर्तन सहजै सम्भव भएको छैन। हरेक युगमा यथास्थितिवादीहरूले परिवर्तनको सम्भावनालाई रोक्ने प्रयत्न गरेका छन्। उनीहरूले भ्रम छरेका छन्, चरित्र हत्या गरेका छन् र शक्तिको दुरुपयोग गरेर अभियानलाई कमजोर बनाउन खोजेका छन्। तर विचारको दियो जब एक पटक बल्छ त्यसले अन्धकारलाई चिरेर छाड्छ। हाम्रो अभियानलाई साथ दिने साथीहरूको समर्थनले हामीलाई ऊर्जा प्रदान गरेको छ भने विरोध गर्नेहरूको असहयोगले हामीलाई थप सचेत र दृढ बनाएको छ। तपाईँको विरोधले हामीलाई यो कुराको पुष्टि गरिरहेको छ कि हामी सही बाटोमा छौं र हाम्रो प्रहार ठिक ठाउँमा परिरहेको छ।
जब भ्रष्टहरूको निन्द्रा हराम हुन्छ र उनीहरूका पृष्ठपोषकहरू छटपटाउन थाल्छन् तब बुझ्नुपर्छ कि परिवर्तनको पदचाप नजिकै आइपुगेको छ। हामीले चलाएको यो अभियान कुनै एउटा दल गुट वा व्यक्तिको विरुद्धमा मात्र केन्द्रित छैन, यो त संस्कृतिको विरुद्धमा हो जसले काम नगरेरै कमाउने, शक्तिको आडमा अरूलाई दमन गर्ने र सार्वजनिक सम्पत्तिलाई निजी वीरता ठान्ने प्रवृत्तिलाई बढावा दिन्छ। भ्रष्टाचारले केवल आर्थिक क्षति मात्र गर्दैन, यसले त एउटा राष्ट्रको नैतिक र स्वाभिमानलाई नै समाप्त पारिदिन्छ। जब युवाहरूले आफ्नो योग्यता र क्षमताको आधारमा होइन बरु चाकडी र घुसको आधारमा अवसरहरू प्राप्त गर्छन् तब देशको भविष्य अन्धकारतर्फ धकेलिन्छ। हामी यस्तो अन्धकारको साक्षी बनेर बस्न सक्दैनौँ। त्यसैले हाम्रो क्रान्ति बौद्धिक पनि हो र व्यवहारिक पनि। हामीले मस्तिष्कमा सत्यको प्रकाश र हृदयमा न्यायको राहको बोकेर यो यात्रा तय गरेका हौं। समाजका केही स्वघोषित बुद्धिजीवीहरू र शक्तिको वरिपरि घुम्ने झुण्डहरूलाई लाग्न सक्छ कि यो अभियान केही समयको हल्ला खल्ला मात्र हो। उनीहरूले यसलाई मौसमी उथल पुथलको संज्ञा दिन सक्छन्, तर उनीहरूले के बिर्सेका छन् भने यो अभियान एउटा विचारको रूपमा स्थापित भइसकेको छ। विचारलाई न त गोलीले मार्न सकिन्छ न त यसलाई थुनेर राख्न सकिन्छ। हामीले उठाएका प्रश्नहरू आज हरेक घरको भान्सामा, हरेक चिया पसलमा र हरेक युवाको मस्तिष्कमा प्रतिध्वनित भइरहेका छन्। भ्रष्टाचारको जरो उखेल्ने हाम्रो संकल्प फलामे ढिस्का जस्तै मजबुत छ। हामीलाई थाहा छ कि यो लडाई लामो छ तर हामीसँग धैर्य छ। हामीलाई थाहा छ कि शत्रु शक्तिशाली छ तर हामीसँग सत्यको शक्ति छ। हाम्रो अभियानको विरोध गर्नेहरूलाई हामी भन्न चाहन्छौं कि तपाईको असहयोगले हाम्रो पाइलाको गतिमा रोक्न सक्ने छैन, बरु यसले हामीलाई अझ बढी परिष्कृत र संगठित हुन प्रेरित गर्नेछ। हामीले कुनै व्यक्तिगत स्वार्थका लागि यो बाटो रोजेका होइनौं। यदि व्यक्तिगत सुख र सुविधा नै हाम्रो प्राथमिकता हुन्थ्यो भने हामी पनि यही भ्रष्ट व्यवस्थाको हिस्सा बनेर यस आरामको जिन्दगी बिताउन सक्थ्यौं। तर हामीले काँडाघारीको बाटो रोज्यौं किनकि हामीलाई आउने पुस्ताको भविष्यको चिन्ता छ। हामी चाहन्छौं कि हाम्रा सन्तानहरूले एउटा यस्तो देशमा सास फेर्न पाउन् जहाँ उनीहरूले आफ्नो अधिकारका लागि कसैको अगाडि शिर झुकाउनु नपरोस् र कसैको खल्ती भर्न नपरोस्। भ्रष्टाचार विरुद्धको यो महाअभियान अब केवल हाम्रो मात्र रहेन, यो त आम जनताको साझा सम्पत्ति भइसकेको छ। जब जनता जुर्मुराउँछन् तब संसारका ठूला ठूला तानाशाहहरू र भ्रष्ट साम्राज्यहरू ढलेका छन्। हामी त केवल एउटा निर्मित हौं। असली शक्ति त ती मानिसहरू हुन् जसले दिन रात पसिना बगाएर यो देश बचाइरहेका छन्। विरोध गर्नेहरूले बुझ्नुपर्छ कि उनीहरूले केवल केही व्यक्तिहरूको विरोध गरिरहेका छैनन्, बरु उनीहरूले न्याय र समानताको भविष्यको विरोध गरिरहेका छन्। तपाईको विरोधले हाम्रो आत्मबललाई घटाउने होइन बरु अझ बढी प्रज्वलित बनाउने छ। हामी अविचलित छौं, हामी अविराम छौं र हामी लक्ष्य प्राप्ति नभएसम्म विश्राम लिने छैनौं।